स्कुल र कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई नलेजसँग कुनै सम्बन्ध देख्दिनँ म। उनीहरू एक्जाम पास गर्ने उद्देश्य, त्यो पनि पर सारिएको उद्देश्य, त्यो तत्कालको उद्देश्य हुँदैन, पर सारिएको इक्जाम आयो भने हेरौँला भन्ने टाइपको उद्देश्य हुन्छ। अब एउटा मान्छेको मेजर टाइम, जिन्दगीको कोर मुख्य समयमा कुनै व्यक्ति हैन नलेज, स्किल अनि एटिट्युडमा काम गर्न छोडेर अन्य रमाइला चिजहरूमा ध्यान दिन्छ भने त्यो देश कसरी बनाउने? बन्छ देश यतिकै। हाम्रो सरकारले विद्यार्थीका लागि के गरेको छ? विद्यार्थीलाई मोटिभेसन दिन, विद्यार्थीलाई बाटो देखाउन, विद्यार्थीलाई नलेजको भ्यालु सिकाउन, विद्यार्थीलाई चाहिँ स्किल डेभलपमेन्ट गर्नको लागि हाम्रो सरकारले के गर्न सक्छ? मलाई लाग्दैन कि विद्यार्थी बर्बाद भएको देशमा यो देश विकास हुन्छ भन्ने मलाई विश्वास छैन। र हाम्रा विद्यार्थी बर्बाद नै छन् है। अब म धेरै कुरा के बोल्नु हैन। विद्यार्थीको लाइफबाट क्रिकेट, मुभी हैन, रिलेसनसिप हैन, यो मस्ती विभिन्न छ नि, यो सबै कुराहरू हटाउन भन्दा पनि म्यानेज गरेर लान सरकारले सहयोग गरोस्, सरकारले ठोस कार्यक्रम ल्याओस्, सरकारले केही न केही गरोस्। हाम्रा विद्यार्थी वास्तवमै फ्रस्ट्रेट छन्। नलेज लिने प्रक्रिया, नलेज दिने प्रक्रिया, नलेजलाई बुझ्ने प्रक्रिया, नलेजलाई भ्यालु दिने प्रक्रिया छैन। विद्यार्थी परिवर्तन भएका छैनन् कलेजको पढाइले। विद्यार्थीहरू बाहिरको इन्भाइरोमेन्टले बरु परिवर्तन हुन्छन्, सोशल मिडियाबाट परिवर्तन भइरहेछन्, तर स्कुलको नलेजले दे आर नट गेटिङ चेन्ज। सरकारले केही सोचोस्, छिटोभन्दा छिटो हामी आफ्नै पिँढीमा, आफ्नै उमेरमा यो देश बनेको हेर्न चाहन्छौँ।